हाम्रो समाजले को ठुलो को सानो भनेर गलत तरिकाले नै बुझिरहेको छ। सो आज म यसलाई उल्टाएर देखाउँछु। अगर सुन्ने हिम्मत छ भने बल्ल सुन्नु होला, हैन भने स्किप गरिदिनु होला। बनाउनेवाला ठुलो कि बिगार्नेवाला? अभियसली बनाउनेवाला। तर हाम्रो समाजले के भन्छ त? घर ठुलो छ भने त्यो मान्छे ठुलो रे र त्यही घर बनाउने हात चाहिँ सानो रे। गाडी चढ्ने मान्छे ठुलो रे र त्यही गाडी बिग्रिँदा बनाउने मेकानिक चाहिँ सानो रे। मन्दिरमा बस्ने पुजारी ठुलो रे र त्यही मन्दिर बनाउने मिस्त्री कारिगर चाहिँ सानो रे। फोहोर फाल्ने मान्छे ठुलो रे र त्यही फोहोर उठाउने मान्छे चाहिँ सानो रे। तर वास्तविकता के हो भने हामी एक अर्काको पूरक हौँ। एउटा गाना त सुन्नुभएको छ होला कि म तिमी बिना अधुरो, तिमी म बिना अधुरो। कुनै काम ठुलो हुँदैन, कुनै मान्छे सानो हुँदैन। धनीले म ठुलो भन्न पर्दैन, गरिबले म गरिब, म सानो सोच्न पर्दैन। ठुलो त्यही हो जसले बनाउँछ, जसले योगदान गर्छ, जसले कसैलाई पनि सानो देख्दैन। के भन्नुहुन्छ? यदि एग्री गर्नुहुन्छ, मन पर्यो भने लाइक, कमेन्ट एन्ड सेयर गर्न नभुल्नु होला। थ्याङ्क यू।